हेलो गाइस, आज हामी यहाँ तुलसीपुरमा छौँ। तुलसीपुर बजारमा यहाँ केटाहरूसँग हाम्रो साथीहरू हुन् केटाहरू। र अहिले हामी यहाँबाट चखौराडाङ जाने भनेर सल्लाह गरिरहेछौँ। चखौराडाङमा जाने, त्यहाँ हाम्रो थारू सङ्ग्रहालय छ। त्यो थारू सङ्ग्रहालयमा हामीहरू गएर त्यहाँको अवलोकन भिजिट गर्ने, हेर्ने भन्ने सोचले हामी यहाँ तुलसीपुरमा आएको छौँ। यहाँबाट अब यहाँ अटो दाइ 90 रुपियाँको त हामी दाइ दाङबाट यहाँ हाम्रो अटोको लागि एक कुरा भइरहेछ। कति रुपियाँ लाग्छ? कति टाढा छ यहाँ? 10 किलोमिटर। 10 किलोमिटर, ठिकै। कति टाइम लाग्छ भन्नु? आधा घन्टा लाग्छ। आधा घन्टा यहाँबाट आधा घन्टा लाग्छ अरे चखौराडाङ जाने भनेर। अहिले हामी यो अटोमा बसेर चखौराडाङ गइरहेछौँ। यहाँ तपाईँहरू आउनु चाहनुहुन्छ भने यहाँ तुलसीपुर यसमा आउनु होला, बैठ्नु आउनु होला। यहाँबाट चौकबाट यो त्यहाँ माथि चौक छ, त्यो चौकबाट चाहिँ ठ्याक्क एकजनाको 100 रुपियाँ चखौराडाङ। यहाँबाट 10 किलोमिटर जति छ भनिराख्नु भएको छ अटोवाला अङ्कलले। र हामी यहाँबाट गइरहेछौँ चखौराडाङको लागि। हामी अटोमा बसिसकेका छौँ, बस्नु लाग्छौँ यसरी केटाहरू। हामी 6 जना छौँ र यसरी हामी गइरहेछौँ चखौराडाङ। कस्तो छ तपाईँहरूलाई यही भिडियो मार्फत जोड्ने छु। यसलाई हामी भेट्नेछौँ। जाऊ बैठो, बस। अहिले हामी अटोमा यसरी कच्चाक्क कुचुक्क परेर गइरहेछौँ। यहाँ देख्न सक्नुहुन्छ यसरी छौँ हामी। 3 जनाको 4 जनाको सिटमा 6 जना बसेका छौँ भने हामी यसरी गइरहेछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ हामी चखौराडाङ गइरहेछौँ। त्यहाँ थारू सङ्ग्रहालय छ सबभन्दा ठुलो। मै थारू ल चौधरी सङ्ग्रहालय थारू भन्ने होइन भन्ने कुरा गरिराख्नु भएको छ अङ्कलले। भन्नु पऱ्यो, हो सम्मान गर्नुपर्छ होइन। ठिक छ हो भनिराख्नु भएको छ। र यहाँ म पनि एउटा चौधरी जो थारूलाई थारू भन्नु अब केही फरक परेन। र हामी अहिले यहाँ अटोमा बसेर सर गइरहेछौँ। यहाँ हाम्रो अटोवाला अङ्कल दाइ पनि एकदमै रमाइलो गरी हामीलाई लगिराख्नु भएको छ। एकदमै यसरी गइरहेछौँ हामीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ यो तुलसीपुर बजार हो। हामी यहाँबाट बस पार्क हुँदै कहाँ पुग्ने हो अब ड्राइभर बताउनुहुन्छ हामीलाई। बाटो देखाइराख्नु भएको छ। त्यो बाटो हामी गइरहेछौँ। यसरी गाह्रो भइरहेछ एकदमै बस्नु। यसरी गइरहेछौँ। यहाँबाट तुलसीपुर बजार यहाँ छ। यसरी बजारहरू छ। एकदमै मार्केटमा भिडभाड त्यस्तो खासै छैन। यहाँबाट अगाडि बस पार्कतिर गइरहेछौँ हामी। बस पार्कबाट हामी जान्छौँ। यहाँ बस पार्क छ। यदि तपाईँहरू आउन चाहनुहुन्छ भने डाइरेक्ट यहाँ तुलसीपुर बस पार्कमा आउनु होला। यसरी यहाँ बस पार्क एकदमै ठुलो छ। हाम्रो उता भरदियाबाट पनि गाडी आउँछ। बिहान 6 बजीतिर निस्किन्छ र यहाँ साँझ 4 बजीसम्म पुऱ्याइसक्छ। यहाँ बस पार्क छ। यसरी तपाईँहरूले यहाँ बस पार्कदेखि ठ्याक्क यो बस पार्कको छेउछेउ यसरी बाटो जाने रहेछ। र यहाँ यो बस पार्कको छेउछेउमा यसरी फ्रुट्स पसलहरू छन्, फलफुलका पसलहरू टन्नै छन्। र हामी यता छौँ यसरी छ। तपाईँहरूले आउनुहुन्छ भने यो बाटो हेर्नुहोला। यदि बाइकमा हामीसँग साधनहरू नभएको कारणले गर्दा हामी यसरी अटोमा बस्दै हामी चखौराडाङ पुग्ने भन्नेले गर्दा हामी यहाँ एउटा पुल छ। यहाँ पुल छ यसरी। यो कुन खोला हो? पाटु खोला भन्ने खोला रहेछ। यहाँ पाटु खोलामा पानी नै रहेनछ। पानी त छैन, पुरै सुकिसकेको छ। यहाँबाट सिँचाइको लागि यो खोलाको पानी सिँचाइको लागि एउटा खेतमा सिँचाइ गर्नलाई लगिसकेको छ। पानीहरू त्यहाँ डाइभर्ट सिँचाइको नहर बनाएको छ अरे। नहरमा चाहिँ 4-5वटा नहरहरूमा यो खोलाको पानी लगेछ भनेर ड्राइभरले राख्नु भएको छ। र यहाँ अहिले हामी चाहिँ यसरी आइरहेको छौँ। एकदमै सफा ठाउँहरू घुम्न लायक छ। तपाईँहरू
आउन चाहनुहुन्छ भने आउनु होला। अब यो डोगरे भन्ने ठाउँ हो। डोगरे तुलसीपुरको डोगरे भन्ने ठाउँ हो। डोगरे भन्ने ठाउँमा छ यसरी। अनि यस्तो छ बाटो हल्का बिग्रिसक्ने। यहाँनिर मात्र बिग्रेछ, अनि अगाडि राम्रो छ। भेट्यो भने यस्तो अटोको अगाडि बस्न दिन्न भन्ने कुरा गरिरहेको छ। यहाँ पेट्रोल पम्पहरू छ, तपाईँहरू बाइक लिएर आउनुहुन्छ भने पेट्रोल पम्पहरू दिन सजिलो हुन्छ। यो भिडियो हेरेर तपाईँहरूले चाहिँ त्यहाँ भेट्नु होला। अहिले जाने क्रम पनि छ। यहाँबाट डुडेना भन्ने ठाउँ आएको हुन्छ। यो डुडेना भन्ने ठाउँ अलिकति बजारभन्दा टाढा भएको कारणले गर्दा हल्का चौक जस्तो बजार जस्तो पनि छ। र यो डुडेना भन्ने ठाउँमा तपाईँहरू डाइरेक्ट आउनुहोला। यहाँ तुलसीपुर बोसबारीबाट त्यसपछि यतातिर आउनुहोला, सिधै पश्चिम साइडतिर डुडेना भन्ने ठाउँमा पुगेछ। मैले हामी यो खोला चम्मे खोला भनेर भनिरहेको हुन्छ। छैन यो चम्मे खोला भन्ने ठाउँमा छ। यहाँ चेकिङ छ हुँदा ओभरलोड छ। यहाँ 6 जना 4 जना सिटमा 6 जना छ। यहाँ गरी खान पनि एकदमै गाह्रो छ। अलिकति सुरक्षा पनि हो, त्यही पनि यहाँ गरी खान गाह्रो छ। 1500 रुपियाँ चार्ज हालिदिन्छ। यसरी अगाडि बसालेको चलाउने सिटमा बसेको भनेर राख्नु भएको छ। र हामी देखिरहेको छौँ यहाँ एकदमै अटो सब सायद उतैतिर जस्तोतिरै जाने अटोहरू हामी गइरहेको छौँ। यहाँ हामी यसरी छौँ। यस्तो 4 जनाभित्र 6 जना गइरहेछौँ भने यहाँ तल भित्र 4 जना बस्न मात्र दिन्छ, अरूलाई दिन्न। र अगाडि चेक छ भनेर हामी 2 जना झरिसकेका छौँ। यो हाम्रो केटो गोपाल हामी सँगै गएका छौँ। यस्तो तपाईँहरूले नजारा देख्न सक्नुहुन्छ यहाँको भ्यूहरू। र अहिले हामी तपाईँहरूलाई यो चौखौरा पुगेर फेरि पनि यो भिडियोमा तपाईँहरूले जोड्नु हुनेछ। चेकिङ छ भन्दै हामीलाई झारिए दाइले। अटो चेकिङ कता छ गइ कुन अलि टाढै छ क्या, हामी हिँडिरहेछौँ। अटो लगेर त्यहाँ पारी गइसकेका छौँ। यहाँ गोरुहरू यो समस्या सबैतिरको रहेछ। अन्त हाम्रोतिरको लाइन बस्ने अनि गाडी चढ्दा सिट नपाउने नेपालको विशेषता हो। ल विशेषता पनि भनिदिन्छ केटाले, ठिक छ। र यो चाहिँ गोरुहरूको समस्या पनि चारैतिर रहेछ। हाम्रो उता मात्र होला भन्ने त यता पनि त्यस्तै खाले रहेछ। यस्तो छ अवस्थाहरू। फेरि सबै ठाउँ बाटो कुन बाटो कसरी जाने भन्ने कुरा मैले यो भिडियोमा सबै कुरा डिटेल रूपमा देखाउनेछु। कसरी जाने, कुन ठाउँ आउँछ जाने बेला, कुन चौकहरू आउँछ, कस्तो छ बाटोहरू, अप्रोच छ कि राम्रो छ भन्ने कुरा देखाउने नै छु भिडियोमा। तपाईँहरू जोड दिनु होला च्यानलमा। र भिडियो मन परिरहेछ भने तपाईँहरूले च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक सेयर र कमेन्ट पनि गरिदिनु होला भन्ने एकदमै आश राख्दछु। भने अहिले हामी जाने क्रममै छौँ। हाम्रो अटोवाला दाइ गइसछन्, त्यहाँ चेकिङ छ। यसरी मामाहरू चेकिङ गरिरहेछन्। मामा पो भने त यस्तो छ अवस्था। यहाँनिर एउटा राधाकृष्ण मन्दिर ग्रिन पार्क भन्ने कुरा छ। यहाँ राधाकृष्ण मन्दिर छ यतातिर, मन्दिरहरू छ भनेर एउटा बोटहरू राखेको छ। अनि यस्तो छ अवस्था। अटोहरू पनि बनाएको एउटा अलिकति गाह्रो पोइन्ट भनेकै यही रहेछ। सर्वसाधारणलाई अलिकति के भनौँ, तै पनि आफ्नो सुरक्षाको लागि हो। सुरक्षा आफ्नो सुरक्षा आफै गर्नुपर्छ, लाउनुपर्छ भनेको। र यस्तो छ अवस्था। यहाँनिर राधाकृष्ण मन्दिर रहेछ। यो मन्दिर हो। यसरी हाम्रो ऊ त्यहाँ रहेछ हाम्रो अटोवाला दाइ, त्यहाँ अटो रुकाइराख्नु भएको छ। हामी यसरी जान्छौँ। यतातिर यस्तो छ हल्का चौक जस्तो छ। नास्ता खाने हो यतातिर। तपाईँहरू आउने बेला यसो भोक लागेको बेला नास्ता खानलाई ठाउँ पनि छ। यस्तो छ अलिकति गोर्खाबाट उपत्यकातिर
खोला रहेछ यो हामी जानेछौँ। लगभग हामी 2 किलोमिटर जति पार गरिसकेका छौँ। अझ 6-7-8 किलोमिटर जति बाटो यही हो। त्यहाँ राधा कृष्ण मन्दिरमा चेकिङ बसेको रहेछ, त्यसले गर्दा हामी अलिकति हिँड्न पऱ्यो। त्यही पनि केही छैन, हामी घुम्नलाई एकदमै उत्सुक छौँ। रमाइलो भयो, हल्का घाम छ, केही फरक परेन। हामी घुम्नलाई त्यतिसम्मको सेक्रिफाइस गर्नुपर्छ। रोक्नै पर्छ, पैसा लगिहाल्छ होइन। गाह्रो छ, गाह्रो छ यहाँ। त्यस्तो छ यो सुर्खे जाने बाटो। यो अहिले हामी हिँडिराखेको बाटो चाहिँ सुर्खे, जुम्ला, कालीकोट उतातिर लगभग कर्णाली, जाजरकोट, कर्णाली प्रदेश जाने रहेछ भनौँ। उतातिरको बाटो रहेछ यो। एकदम बाटो फराकिलो राम्रै बाटो छ। अहिले तपाईँले त्यता कर्णाली प्रदेश यहीँबाट कर्णालीतिर घुम्न जान्छु भन्नुहुन्छ भने यही बाटो तपाईँहरू सिधै जान सक्नुहुन्छ। चौराटाङ घुम्दै एकदमै चौधरी सङ्ग्रहालय एकदम नेपालको सबभन्दा ठुलो सङ्ग्रहालय हो र त्यसमा हाम्रो चौधरी समाजको बारेमा विस्तृत रूपमा पहिलाको के छ, कस्तो थियो, अवस्थाहरू के गरिन्थ्यो र त्यसका सामानहरू र पौराणिक चिजहरू त्यहाँ राखेको छ। र त्यही कुराको हामी हेर्न, अवलोकन गर्न, भ्रमण गर्न हामी गइरहेछौँ। यहाँ 6 जना छौँ, हामीहरू केटाहरू छौँ र त्यहाँ गइसकेपछि यही भिडियोमा तपाईँ जोडिनु सबै बाटो देखाउँदै तपाईँहरूलाई त्यहाँसम्म पुर्याउनेछौँ। एकदमै भिडियो लामो हुन जान्छ क्या हो, त्यही पनि तपाईँहरू एकदम रमाइलो गरी होला। यस्तो छ बाटो, रमाइलो टाइपको एकदमै वातावरण राम्रो छ, रमणीय वातावरण छ। हामीसँग टाइम छैन, एकदमै हामी लिमिटेड टाइम छ हामीसँग। अहिले हाम्रो घडीमा 3:45 जति 3:45 भइसक्यो, 3:40 भनेपछि हामीसँग टाइम छैन र यहाँबाट हामी तुलसीपुरबाट फेरि घोराइ जानुपर्ने छ। त्यसले गर्दा हामीसँग टाइम चाहिँ छैन र यहाँ ढिलो गऱ्यौँ भने तुलसीपुरबाट हामी गाडी पाउँदैनौँ भन्ने कुरा अहिले जानकारी गराइराख्नुमा छ। 6-6:30 बजीसम्म शनिबार भएको कारणले गर्दा यदि अरू बारहरू आइतबारदेखि शुक्रबारसम्म भइदिएको भए मान्छेहरू चल्थे, अलिकति राम्रो हुन्थ्यो, बसहरू गाडीहरू पनि पाइरहेको हुन्छ भन्ने कुरा गरिराख्नु भएको छ भने हामी सगोर चाँडै फर्किने प्रयास गर्नेछौँ। 1-1.5 घन्टा घुमेर त्यहाँ चन्द्रपुरमा घुमेर जति भ्याउँछौँ घुमेर त्यतिसम्म हामी घुमेर फर्किने प्रयास गर्नेछौँ। सबै चाँडोभन्दा चाँडो, नत्र हामी यही तुलसीपुरमै बास बस्ने अवस्था पनि आउन सक्छ। त्यसले गर्दा हामी चाहिँ चाँडोभन्दा चाँडो घुमेर फर्किने प्रयास गर्नेछौँ। अहिले हामी यहाँ चन्द्रपुरमा छौँ। पर्छ हामी अगाडि पनि गइरहेको छ, बाटो छोडिरहेको छैन, हामी ओभरटेक गर्ने प्रयास पनि गरिरहेको छैनौँ। त्यसले गर्दा यस्तो छ अवस्था। बुद्धनगर टोल जाने विकास, बुद्धनगर टोल विकास जाने त्यहाँ एउटा बोर्ड राखेको छ, कन्टेन्ट छ। तपाईँले यदि यो आउनुहुन्छ, नास्ता खाने ठाउँ भोक लाग्यो भने त्यस्तो खासै समस्या पर्ने ठाउँ चाहिँ छैन। एकदमै अलिकति विकसित ठाउँ नै छ र त्यसमा ठाउँ ठाउँमा होटलहरू, नास्ता पसलहरू एकदमै राम्रो छ र
एकदमै इन्भाइरोमेन्ट राम्रो छ, सफा क्लिन वातावरण एकदम राम्रो छ। त्यस्तो पोल्युटेड क्षेत्र चाहिँ छैन सहरी क्षेत्र छ भने अलिकति हामी गाउँ क्षेत्रमा प्रवेश गर्नुपर्छ। अनि त्यस्तो कोमल नरम त्यस्तो छैन। जान पनि सजिलो हुन्छ भनेको चाहिँ एकदमै लागिरहेको गर्छ। बाटो पनि त्यस्तो भिडभाड छैन, खाली नै छ। यहाँ एउटा चेक पोइन्ट छ, बालापुल। यहाँ बालापुल भन्ने ठाउँ छ। यहाँ चाहिँ एउटा पोररी चेक पोस्ट छ, मैले बोलिरहेको भएको छ। त्यही चेक पोस्टको कारणले गर्दा म यहाँ बस्ने मान्छे फेरि यहीँ कोचाकोस पछाडितिर बसिसकेको छु। यस्तो रहेछ त्यो कारणले नआउनु लागेको रहेछ। र सबै बालापुल चेक पोस्ट छ, यहाँ सायद चेकिङ हुन्छ। पैसा लिने कि लिनै पर्छ अहिले। चेक पोस्टमा समात्यो भने लेनेको देनै पर्छ आएगा अलिकति मस्केर अरे बैठा छ यार। झट्टै पछाडि जाँदै फेरि अगाडि आउँदै एकदमै रमाइलो छ। एकदम रमाइलो पनि भइरहेछ। घरि अगाडि जाने घरि पछाडि एकदमै रमाइलो भइरहेछ। घरि अगाडि घरि पछाडि सफरमा यस्तो रमाइलो कामहरू गरिरहेको पर्छ। एकदम रमाइलो छ। अवलोकन हामी पनि अवलोकन गर्न गइरहेछौँ। र हामी पुग्नेवाला छौँ। हामी धेरै टाढा छौँ। फिलरहरू पनि छैन त्यसमा, त्यति किलोमिटरहरू त्यस्तो पनि छैन। र हामी जाँदैछौँ। यतातिर यस्तो खेतीयोग्य जमिनहरू छन्, त्यही भएर यतातिर त हल्का नदीहरू खोलाहरू सुकेको कारणै पनि यही हो जस्तो लाग्यो। यस्तो परालका भिस्काहरू छ। अवस्था चौधरी गाउँमै हुनुपर्छ। त्यसरी खेती गर्ने यसरी परालका भिस्काहरू छन्। र त्यहाँ खोलाको पानी सिँचाइको नहरमा ल्याएर यसरी खेती यता आन्टीले बिसारी राख्नु भएको छ। गोबीहरू कस्तो राम्रो। यता टमाटर फलाउनु भएको छ। एकदमै यहाँ रङ्गीचरण गाउँपालिका रङ्गीचरण राजाले राज गरेको ठाउँमा यताभित्र जानुपर्छ सुरु भइसकेको छ। कार्तिकहरू अस्ति पानी परेदेखि चिसो फिल भइरहेको छ। अब यो पोतली भन्ने ठाउँ, पोतली यता रङ्गीचरण उता भित्र पर्छ। उताको चाहिँ यो चाहिँ पोतली भन्ने ठाउँ। आउनुहुन्छ भने पोतली बन्दै यस्तो छ अवस्था। खेत र पहाडले घेरिएको बिचमा छ उपत्यका। यहाँ डङ्गीशरण गाउँपालिका गेट छ। डङ्गीशरण गाउँपालिका यहाँबाट डङ्गीशरण गाउँपालिकाको भित्र जान्छ गाउँपालिका। र यतातिरबाट चतौरा गाउँपालिकाको कोट जान्छ। गाउँपालिकाको अफिस जाने ठाउँ हाम्रो चतौरा जाने ठाउँ छ। यसरी एकदमै
राम्रो छ पुरै खेती गर्ने रहेछन् यतातिर पनि खेतीयोग्य जमिनहरू जम्मै छन् खेतीयोग्य जमिनहरू यो सिँचाइको लागि बोर तपाईँले गएको पम्प सेटहरू बोरिङ रहेको छ यता बिल्डिङ्सहरू बनिरहेको छ यो स्टेसन यता चौक छ बोटली भन्ने चौक हो यो बोटलीमा छ मैले हामी बोटली भन्ने चौकबाट धेरै हामी यता सिँदै गइरहेको छ राम्रो स्ट्रेट छ बाटो हल्का उता चराको गइरहन्छ बाटो राम्रो छ त्यस्तो कान्दा खोल्ने अफरोड चाहिँ भन्ने छैन एकदमै राम्रो एकदम अटो पुग्छ कुन चौक भन्नु मिरौली चौक ढङ्गी शरणको मिरौली भन्ने चौकबाट ए यो तुलसीपुर यो चाहिँ खोला उतातिर चाहिँ तुलसीपुर उपमा नगरपालिका भने यतातिर बबई नगरपालिका गाउँपालिका बबई गाउँपालिका प्रवेश गरिसकेका छन् ए हामी ढङ्गी शरण गाउँपालिका जानु लाग्यो र उतातिर बाटो अलि लामो परेको हुनाले गर्दा अब तपाईँहरूलाई मैले डेट देखाएको थिएँ त्यहाँ बाटो लामो परेको हुनाले गर्दा त्यस्तो छ यहाँ एउटा पिकनिक खाने क्षेत्र छ यहाँ एउटा प्राइभेट चेक हामी यताबाट यो बबई गाउँपालिका र ए बागर खोला त्यो बागर खोला र यतातिरबाट फेरि बागर खोला उतानिर पिकनिक खाने स्पोट छ खोला यहाँबाट ढङ्गी शरण गाउँपालिकामा प्रवेश कुन यस्तो छ यहाँबाट आउनु होला त्यो पुल क्रस गरिसकेपछि यो ठ्याक्क खोलाको छेउछेउ एउटा बाटो उता जान्छ त्यो बाटो नजानु होला र यो खोलाको छेउछेउको बाटो यो कच्ची बाटो छ त्यही बाटो छेउछेउ खोलाको सक्नुहुन्छ र यो तपाईँले यदि कन्फ्युज लाग्छ कहाँ जाने कसरी जाने हामी त थाहा छैन घुम्नलाई त्यस्तो छ बाटो तपाईँहरू यदि बाटो थाहा पाउनुहुन्न आँटिनुहुन्छ कहाँ जाने कसरी जाने कुन तरिकाले जाने भन्नुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदमै उपयोगी हुनसक्छ हामी आइपुगेको छौँ यहाँ चकौराटाङ यही हो चकौराटाङ यहाँ एकदमै पर्यटकीय आन्तरिक तपाईँ यहाँ एउटा अब तपाईँको यो पसल छ नास्ता यस्तो छ भने यतातिर अटोहरू के छ बसहरू यो सबै भ्रमणको लागि अवलोकन गर्नको लागि आएका मान्छेहरू छन् यता नजिकै रहेछ त्यति टाढा पनि रहेनछ अटोमा हामी लगभग 23 मिनटमा यहाँ पुगिसकेका छौँ त्यहाँ थारू सांस्कृतिक संरक्षण केन्द्र भनेर त्यहाँ बोर्डहरू राखेको छ हामी यहाँ लगभग गेटैमा पुगिसकेका छौँ अब यहाँबाट हामी भित्र जान्छौँ तपाईँहरूलाई भित्रको नजारा पनि भित्रको कस्तो छ के छ त्यो सबै कुरा मैले यो भिडियोमा देखाउने छु हामी केटाहरू थाकिसकेका छौँ त्यहाँबाट बसमा नबसेको टोटोहरू खेलाहरू हिँडाएर छ भने दुईजना र म एउटा भिडियो क्रिएटर मिस्टर विकेश चौधरी यहाँ छु र अहिले हामी गइरहेछौँ यहाँभित्र तपाईँलाई देखाउँछु चाहिँ कस्तो छ त्यहाँको अवस्था के छ मैले भिडियोहरू हेरेर राम्रो देखिसकेको छु यस्तो छ यहाँ सुरक्षा गर्ने पुलिस साथीहरू पनि हुनुहुन्छ र अहिले चाहिँ हामी छौँ यस्तो छ त्यहाँ बोट